Let's do it. टडा यहाँनिर छ जय मसी कुजाङपो र नमस्ते सबैजनालाई। आज चाहिँ म तपाईँहरूलाई मेरो न्यू क्यामेरा देखाउँछु ल। एन्ड इट्स भेरी युनिक ग्याजेट। लाइक चेस्मामै क्यामेरा छ, यो ब्रान्ड न्यू हो, भर्खर लन्च भएको। यो चाहिँ मेटाले बनाएको हो, अरू फेसबुकले भन्दा पनि हुन्छ, रेब्यानसँग कोल्याब गरेर। अन्त यो चाहिँ म जस्तो इन्ट्रोभर्टको लागि राम्रो रहेछ। चेस्मामै क्यामेरा छ, 5वटा माइक छ त्यहीँनिर, त्यहाँदेखि स्पिकर पनि छ, त्यहाँदेखि दिस रियली कुल ग्लास। अनि त्यसको आज अनबक्सिङ भिडियो छ, त्यहाँ त्यसको फिचरहरू पनि के छ म तपाईँहरूलाई देखाउँछु। सो लेट्स डु इट। टडा यहाँनिर छ त यहाँ वेफेयर भनेर मेटाले बनाएको। फेसबुक, इन्स्टाग्राम, वाट्सएपहरू मेटाको हो नि त। हेर्नुहोस् है त, लेट्स डु द अनबक्स। यहाँ हेर्नुहोस् है त, रेब्यान टाइप सी चार्जिङ पोर्ट छ। यो केसै पावर ब्याङ्क जस्तो हो, यहाँनिरै चार्ज गरेर त्यहाँदेखि गर्नुपर्छ। अरू के दिएको रहेछ बक्समा हेरौँ है त। एउटा क्लथ दिएको रहेछ चेस्मालाई पुस्नलाई मैला हुँदा, फाइबर क्लथ। यतापट्टि चाहिँ अफकोर्स पेपर वर्कहरू रहेछ, कसरी चलाउनु के हो भनेर। चाहिँ मोर वारेन्टी सेफ्टी कार्ड। अब मेन चाहिँ यहाँनिर छ है, हेर्नुहोस् है त। अब यहाँ खोलेर हेरेँ कि चेस्मा चाहिँ यहाँ छ है, यो मेन। यहाँ चाहिँ चार्ज गर्नलाई यहाँनिर ठक्कै चार्ज गर्दा हुन्छ। यताको चाहिँ सेन्सर हो, यो चाहिँ सेन्सर हो। अन्त यो चाहिँ क्यामेरा, 12 मेगापिक्सलको क्यामेरा हो। यसमा 3K अल्ट्रा HD भिडियो सुट गर्दा हुन्छ। यहाँनिर स्पिकर दिएको छ, के भोइस एसिस्टेन्ट, म्युजिकहरू सुन्नलाई। पोलराइज्ड हो यो, काममा हेर्दा पनि हुन्छ। अब यसलाई फोनमा कनेक्ट गरेर हेरौँ है त। यसको एप चाहिँ यो हो, मेटा AI भन्ने। यसलाई ओपन गरौँ, यसलाई गरौँ, एड डिभाइस गरौँ, र मैले किनेको चाहिँ यो हो, रेब्यान मेटा। कुनै लाग्यो अब चाहिँ टक्कै नै भयो अब त। अब चेस्मा लगाएर हेरौँ है त। यसमा AI एसिस्टेन्ट पनि रहेछ, के सोद्धा पनि हुँदैछ, लाइभ ल्याङ्ग्वेजहरू ट्रान्सलेट गर्दैछ। के डाउट छ भने हे मेटा भनेर के सोद्धा पनि हुन्छ। अब यसको भिडियो क्वालिटी हेरौँ ल, कतिको रहेछ भिडियो र अडियो क्वालिटी। यो भिडियो चाहिँ यो चेस्माबाट रेकर्ड गरेको है, हेर्नुहोस् है त। यो चेस्माबाट रेकर्ड गरेको। अनि यो चाहिँ एउटा सेन्सर छ, इन्डिकेटर, मान्छेलाई थाहा हुनु दिनुको लागि रेकर्ड गर्दैछ भनेर। अन्त यो इम्पोर्टेन्ट हो, चाहिन्छ पनि, किनकि पर्भर्टहरू हुन्छ कि मान्छेहरू, कति हरामी हुन्छ हो, अनि केही पनि रेकर्ड गरिरहेको हुन्छ हो, त्यसले गर्दा यो। अन्त आफूले छोपे हात यसो राख्यो भने रेकर्डै हुनु छोड्छ। तपाईँले यहाँ सेल्टेप राख्छु भन्दा पनि हुँदैन। स्टप। एउटा क्वालिटी चाहिँ यो फुलको पनि हेरौँ कतिको खिच्दो रहेछ। हे मेटा टेक अ पिक्चर, डोलले खिचिगयो। अनि यहाँ बटन दिएको हुन्छ, यहाँ लङ प्रेस गऱ्यो भने चाहिँ भिडियो क्लिक हुन्छ, त्यहाँदेखि एकखेप मात्रै क्लिक गऱ्यो भने चाहिँ फोटो हुन्छ। अब हेरौँ है त, म एउटा फोटो खिचेर देखाउँछु ल यसकोबाट। यो फ्ल्यास चाहिँ हुन्छ अरूलाई थाहा हुनु दिनको लागि। फोटो भयो। अब भिडियो क्वालिटी हेरौँ, लङ प्रेस गर्नुपर्छ। अब यो रेकर्डिङ भयो, अर्कोलाई थाहा पनि हुन्छ। अडियो कस्तो सुन्दैछ होला यो ग्लासको साउन्डबाट, तपाईँहरूलाई कमेन्ट्समा भनिदिनुहोस्। अब यो ग्लासबाट चाहिँ वाट्सएपमा कलहरू गर्दा पनि हुन्छ, र आफ्नो पोइन्ट अफ भ्यूलाई देखाउँदाखेरि हुन्छ। तर आफूले के देख्दैछ त्यही यो चेस्माले अरूलाई देखाइदिन्छ। त्यो पछाडि ब्याक क्यामेरा गरेर देखाए जस्तो। त्यहाँदेखि फेसबुक, इन्स्टाग्राममा लाइभ स्ट्रिम गर्दा पनि हुन्छ, 30 मिनट्स जस्तो। यही ग्लासबाट आफ्नो पिओभी देखाउँदा हुन्छ नि, पोइन्ट अफ भ्यू। यो ग्लासबाट अझै के क्वेसन छ भने यसलाई सोद्धा पनि हुन्छ। मैले केलाई हेर्दैछ, यो के हो भनेर सोद्धा पनि हुन्छ। निकै यसको फिचर्सहरू निकै छ।
मान्छेहरूको अगाडि यो फोन बोकेर यस्तो गरेर हिँड्दा चाहिँ मलाई अलिकति अप्ठ्यारो लाग्यो कि इन्ट्रोभर्टहरूलाई चाहिँ अलिक साह्रै हुँदो रहेछ कि तर योभन्दा बरुभन्दा क्लासबाट यस्तो गऱ्यो भने ठिक्कै रेकर्ड गरिराख्यो मान्छेहरूको अगाडि हात यस्तो गरेर फोनहरू उचाल्नु पनि पर्दैन नि एउटा चाहिँ त्यसको लागि अब चाहिँ कन्टेन्टहरू अझै खतरा आउँछ है सबैजनाले लाइक गरिदिनुहोस् फलो गरिदिनुहोस् र स्पेसली प्लिज सेयर गरिदिनुहोस् सी यू इन द नेक्स्ट वान